for emergency condition. If there is any kind of emergency condition, what should we do? आज हामी के को ट्रेनिङ गर्दैछ नि इमर्जेन्सीको बेलामा के भयो भने हामीले कुन तरिकाले चाहिँ के गर्ने भनेर त्यसको कुरा बारेमा त है र देयर आर डिफ्रेन्ट काइन्ड अफ emergency फायर स्नेक हैन समटाइम थिफ समटाइम फाइटिङ हैन धेरै खालकोहरू हुन्छ है अब त्यो हरेक चिजमा चाहिँ कसरी र यो सबै मध्येमा इम्पोर्टेन्ट चाहिँ के हो त फायर भनेको के हो त आगो बुझ्यो नि है यदि कुनै ठाउँमा फायर देखियो हैन आगो लागिरहेछ त कसरी गर्ने त इफ देयर इज स्मल फायर यदि सानो आगो छ भने त्यसलाई कसरी मेन्टेन गर्ने र ठुलो आगो छ भने त्यसलाई कसरी मेन्टेन गर्ने त है यो कुराहरू हामीलाई थाहा हुन जरुरी छ ओके र अब अर्को कुरा के हो भने ठुलो आगो लाग्यो भने इफ देयर इज बिग फायर ओभर देयर यु सुड कल फायर ब्रिगेड राइट फायर ब्रिगेडलाई त फोन गर्नु पऱ्यो नि त आगो लाग्दा होइन तर त्यो फायर ब्रिगेडलाई बोलाउनुभन्दा अगाडि हामीले त्यो ठाउँलाई चाहिँ क्लियर गर्नु पऱ्यो नि त त्यहाँ मान्छेहरू भिड हुन्छ देयर आर लट अफ पिपल सो हाउ क्यान वी मतलब त्यो बेलामा के त यो सिटी काम लाग्छ सिटी सबैजनासँग छ निकाल्नु सबैजनासँग सिटी निकाल्नु त्यो पनि निकाल्नु ओके ऊ त्यो अब मानिलिनु कसैलाई रोक भन्यो भने कसरी तपाईँले इसारा दिनुहुन्छ सिटीले यसरी होइन आइज यसरी यो कुराहरू गर्ने है अब र इफ दे स्मल फायर भनेको के हो त सानो आगो छ भने कसरी त्यो सानो आगोलाई मेन्टेन गर्ने त त्यसको लागि के छ त हामीसँग फायर एक्सटिङ्ग्विसर है फायर एक्सटिङ्ग्विसर एभ्री वान नोज दिस होइन सान्दै फायर एक्सटिङ्ग्विसरको फर्मुला के हो थाहा छ यो चलाउने कसरी हाउ टु युज दिस फर्मुला थाहा छ कसरी भन्नु त होइन फर्मुला छ थाहा छ कसरी ल नेता you stand there. What is the thing is this formula क्या formula word कसलाई थाहा छ word शब्द छ एउटा थाहा छैन त्यसलाई के भन्छ नि पास थाहा छ नि पास PASS पास यो भनेको के हो त फायर एक्सटिङ्ग्विसर कसरी चलाउने भनेर फर्मुला अब पासको फुल फर्महरू थाहा छैन म देखाउँछु P भनेको पुल द ट्रिगर यसलाई तान्ने P भनेको के त पुल द ट्रिगर यसलाई भन्छ अनि ए भनेपछि के ए भनेको एम भनेको बुझ्छ नि ताक्नु र ताक्ने कहाँ त जहिले पनि आगोको बेसमा है आगोको बेसमा माथि होइन कहाँबाट आगो आइरहेछ त्यहाँ बेसमा अनि एस भनेको के त एस भनेको के त यो स्क्विज के अरे एस भनेको स्क्विज यसलाई थिच्ने होइन त अब अर्को एस भनेको के हो त स्वेप भनेको यताबाट यता है पी भनेको यसले पुल द ट्रिगर ए भनेको एम एस भनेको यो स्ट्रेन अर्को एस भनेको यसरी गर्ने बुझ्यो सबैजना ल गरौँ त हाउ यु युज फायर एक्सटिङ्ग्विसर यो पहिला चेक गर्ने छ कि छैन पहिला र त्यसपछि उ गरेर पी पुल द ट्रिगर यो हातले समाउँछ यो निकाल्ने यो हातले पहिले यो समाउने अनि यो हातले पुल द ट्रिगर है अनि एम अनि एस स्क्विज यो दाब्ने छोड्ने अनि यो त्यसै तल यता गर्ने बुझ्यो क्लियर पास ल सानो दाइ मलाई भाषामा तपाईँलाई नेपालीमा जेमा सही लाग्छ खालि जान्नु पऱ्यो कि आगो लागि भयो भने पहिला यो निकाल्ने अनि यो चुरा हालेर अनि यसरी गरेर है ल म फेरि रिपिट गरिदिँदैछु आइएम रिपिटिङ वान मोर टाइम फर्मुला पास जुनै ठाउँमा जाँदा पनि यो फर्मुला चाहिँ याद हुनु पऱ्यो फायर एक्सटिङ्ग्विसर कसरी चलाउने त पास PASS फर्मुला अनुसारै जानुपर्छ यहाँ फर्मुला भन्दा उता कहीँ छैन पी पुल द ट्रिगर ए एम एस स्क्विज एस स्वेप राइट टु लेफ्ट टु राइट है यो एकदम फर्मुला ल पुल द ट्रिगर आगो जहाँ छ त्यहाँ अनि त्यसपछि यसलाई दबाउने दबाएपछि कति कन्ट्रोलमा कतिको आगो छ कतिको टाइम छ आफूलाई त्यो अनुसारले गर्ने अनि फेरि त्यस भनेको है ल
Okay, so okay, now another thing, everyone should have police number, fire brigade number and bomba number, है मानिलिनु सानो दाइ कहीँ सर्प देख्नुभयो के गर्ने त्यो कन्डिसन आफूले कन्ट्रोल गर्न सक्ने गर्ने नत्र ठुलो भए यताउति भए बोलाउने बमबालाई बोलाउने र बमबाले लिएर जान्छ है र यो चाहिँ एउटा कुरा के भने अहिले इन्टरनेटको जमाना सबै नम्बर त गुगलमै भइहाल्छ तर पनि नम्बर सेभ गर्ने इमर्जेन्सी कन्डिसनको लागि र अब अर्को कुरा है वाट वी कल दिस के भन्छ यसलाई चोटा यो हामीलाई किन दिएको थियो त हाम्रो हतियार हो नि त होइन सेफ्टीको लागि होइन सो सबैजनाले जान्नुपर्छ कि यो कसरी चलाउने भने कसले आउँछ नेता भन्दै गएर कसले आउँछ एकछिनको लागि चोटा निकाल्नु म तपाईँलाई एट्याक गर्न अब कसरी गर्नु जहिले पनि नि कस्तो हो भने चोटालाई चाहिँ यसरी समातेर होइन यसरी समातेर जो आउँछ नि आउनु न त्यो तपाईँ त चोर हो कता तपाईँको चोटा हुन्छ आउनु त ल यसरी अब हात लाउनु पर्छ र यसरी गर्नु र कसैले एट्याक गर्न पर्छ होइन र त्यो कन्डिसनमा यो पनि हामीलाई दिएको छ यो पनि कसले दिएको हो त कम्पनीले नै दिएको हो है अब एकजनाले त्यो गर्दैछ भने अर्कोले के गर्दैछ भन्दाखेरि हात समाएर बाँध्ने है पुरा क्लियर भइरहेको 100%। ल यो प्र्याक्टिकल गरौँ त नेता एज अ उठो सेक्युरिटी गार्ड सामने तपाईँ एट्याक गर्ने म बान्ध र दुईजनाले बाँध्नु है यो राख्नु है ल सान्दै एट्याक गर्ने तिमी अप्पर हो आफै समाउने अनि यसरी बाँध्ने है त ल ल शङ्कर अब शङ्कर उठो के भन्छ प्रमुख यता आउँछ शङ्कर एट्याक गरौँ दिने सट्ट समाउने यसरी ल यो बाँध्ने है यो क्लियर भयो नि हामी है यसको लागि हामी क्लियर छौँ नि है र हामी यहाँ बस्दाखेरि हरेक खालको इमर्जेन्सी चिजहरू आउँछ है कसैले एट्याक गर्छ कुनै बेलामा चोर आइदिन्छ है त्यो चोरहरू आज बेलामा चाहिँ यो गर्ने र फायर ब्रिगेडहरू यो तरिकाले चाहिँ हामीले सबै कुराहरू मेन्टेन गर्नुपर्छ र एज अ सेक्युरिटी गार्ड वी मस्ट नो दिस हामीलाई थाहा हुनैपर्छ यो कुराहरू है र यो चिजहरूलाई चाहिँ हामीले गर्नु सबैजनाले अब त बुझ्यो होला नि है क्लियर ल थ्याङ्क यू है त ल अब